तिमी जीवनमा जति हिँडेको भए पनि, अहिले जति नै उमेरको भए पनि, मार्गमा जति लामो समय रहने भए पनि, परमेश्वरको अख्तियार चिन्नै पर्छ। तिम्रो अद्वितीय मालिक हुनुहुन्छ भनी स्वीकार्नै पर्छ। क्षमता जति सुकै ठुलो भए पनि, मान्छेले अरूका नियतिलाई प्रभाव पार्न, बदल्न, योजनाबद्ध नियन्त्रण गर्न सक्दैन। उहाँले मात्र उसको सब थोक नियन्त्रण गर्नुहुन्छ। उहाँसँग मात्र उसको नियति शासन गर्ने अख्तियार छ। सृष्टिकर्ता मात्र उसको मालिक हुनुहुन्छ। मानव नियतिमा उहाँको नियन्त्रणको स्पष्ट सटीक ज्ञान सबलाई हुनुपर्छ। मानव जीवन जान्ने, सत्यता पाउने चाबी उहाँलाई चिन्ने दैनिक पाठ हो। यो लक्ष्यमा पुग्न छोटो बाटो लिन सक्दैनौ। क्षमता जति सुकै ठुलो भए पनि, मान्छेले अरूका नियतिलाई प्रभाव पार्न, बदल्न, योजनाबद्ध नियन्त्रण गर्न सक्दैन। उहाँले मात्र उसको सब थोक नियन्त्रण गर्नुहुन्छ। उहाँसँग मात्र उसको नियति शासन गर्ने अख्तियार छ। सृष्टिकर्ता मात्र उसको मालिक हुनुहुन्छ। सार्वभौमिकताबाट उम्कन सक्दैनौ। उसको एउटै प्रभु मानव, नियतिको एउटै मालिक हुनुहुन्छ। त्यसैले मानिसले आफ्नो नियति नियन्त्रण गर्न, नियतिलाई पार गर्न असम्भव छ। क्षमता जति सुकै ठुलो भए पनि, मान्छेले अरूका नियतिलाई प्रभाव पार्न, बदल्न, योजनाबद्ध नियन्त्रण गर्न सक्दैन। उहाँले मात्र उसको सब थोक नियन्त्रण गर्नुहुन्छ। उहाँसँग मात्र उसको नियति शासन गर्ने अख्तियार छ। सृष्टिकर्ता मात्र उसको मालिक हुनुहुन्छ।